हेलो, फेरि पनि अर्को भ्लग लिएर म आइसकेको छु तपाईहरुको बीचमा। मन परे लाइक शेयर कमेन्ट गरिदिनुस् होला। आजको स्पेशल चाहिँ रहेको साग अनि सुँगुरको मासु। वाउ! र अब रेसिपी हेर्नुस् ल। अनि ओनियन फ्राई गरिसकेको छु अनि सुँगुरको मासु चाहिँ मैले 10 मिनेट ब्राउन हुँदैसम्म फ्राई गरेको छु। त्यहाँदेखि चाहिँ एड गर्छु मसलाहरू है। अनि हर्दी, रङ खोर्सानी, नुन हालिसकेको छु मैले। अनि यसको बादमा चाहिँ मैले मसला हालेको छु, जिरा, धनिया, अदुवा, लसुन अनि हल्का गरम मसला हालेर यतिको भइसकेको छ। त्यहाँदेखि चाहिँ मलाई 5 मिनट मजाले चलाएर जस्तो ग्रेभी यतिको निक्लिएपछि चाहिँ त्यहाँदेखि चाहिँ म यसलाई अझै टमाटर र खोर्सानी माथिबाट एड गरिदिने छु है। यतिको भएपछि चाहिँ वाउ, अलमोस्ट रेडी हुनु आँटिसकेको छ। अब चाहिँ सागको पाली आयो अनि साग हालेर चाहिँ म मजाले चलाउने छु। अनि यसलाई चलाइसकेर चाहिँ 10 मिनट म धिमी आँचमा पकाएर राख्ने छु। मलाई चाहिँ अलिक काँचो काँचो मन पर्छ, साग ठुल्ठुलो गरेर हालेको छु है मेरो स्टाइलमा। अनि यतिको भइसकेपछि चाहिँ पाक्यो ल। हुन्छ, म खाने छु, तपाईहरु पनि यसरी बनाएर खानुहोस्। बाइ बाइ।